हेलो गाइज, वेलकम टु माई भिडियो। आज चाहिँ मैले कुखुराको मासु बनाएको छु। यो चाहिँ घरको लागि बनाएको भएर एकदमै सिम्पल तरिकाले बनाएको हो। मैले यो मासु बनाउने तरिका हजुरहरूलाई सेयर गर्दैछु। हाम्रो चाहिँ आन्टीहरूले घरमै बेसन राख्नु भएको छ, त्यही भएर चाहिँ मैले फ्रिजबाट झिकेर यसलाई पोलेँ अनि यसलाई पिस पिस पारेँ। मैले चाहिँ ग्यास बालेँ, त्यसपछि चाहिँ ग्यासमाथि कराई राखेँ अनि त्यहाँमा चाहिँ मैले तेल हालेँ। तेल चाहिँ आफूलाई जति ओइली खान मन छ त्यति नै हाल्नु। मैले चाहिँ एउटा प्याज लिएँ, त्यसलाई चाहिँ आफूलाई चाहिए जतिको सेपमा काटेँ। यसरी मैले प्याजलाई काटिसकेपछि धनियाँ टिपेर ल्याएँ। धनियाँ नहाले त मासुको स्वाद नै हुँदैन, त्यही भएर मैले चाहिँ थोरै धनियाँ लिएँ। धनियाँलाई पनि प्याजलाई झैँ मैले सानो टुक्रामा काटेँ। धनियाँलाई काटिसकेपछि मैले तेलमा मेथी हालेँ। मेथीलाई हल्का कालो बनाउने। त्यसपछि मैले त्यसमा मासु हालेँ। मासु हाले लगत्तै मैले त्यसमा स्वाद अनुसार नुन पनि राखेँ। त्यसपछि मैले त्यसलाई चलाएँ। यसलाई चाहिँ नपाकुन्जेलसम्म चलाइराख्ने। यसरी रातो भइसकेपछि हामीले चाहिँ अघि काटेको प्याज हाल्ने। प्याज हालिसकेपछि पनि यसलाई चाहिँ मजाले चलाउने। यसमा चाहिँ मैले बेसार, जिराको धुलो अनि मिट मसला हालेको छु। यसरी हालिसकेपछि यसलाई मजाले चलाउनुहोस्। हाम्रो मासु पाकेर रेडी भयो। त्यसपछि यसलाई हल्का धनियाँ हालिदिनुहोस्। हाम्रो मासु रेडी भयो। थ्याङ्क यू फर वाचिङ।